न्यू ब्लग न्यू डे। यहाँ चाहिँ यो सबजना हो, यो एल्सा हो। हामी चाहिँ आजबाट ब्लग स्टार्ट गर्नलाई हामी सबजनाले लाइक कमेन्ट सेयर गरिदिनु है। आजबाट ब्लग हाल्छौँ हामी सबले। हामीले के देखाउँछ भन्दा कलेजमा के गऱ्यौँ, के खायौँ, के बोल्यौँ, कुन सरको गाडी छ, कुन सरको बाइक छ भनेर हामीले आज ब्लगमा देखाउनेवाला छौँ। त्यही हेर्नु है गाइज। ल बाई, अब कलेजमा गएर भेटौँ। गाइज यो नेपाल प्रहरी काम होइन। हामी यहाँ काउसुलीबाट आएको भन्दा उहाँ चोरमारामा मान्छे हानेर हामीलाई यहाँ रजरमा ल्याएर अनि हामी यहाँ बसेर समस्याको समाधान हुन्छ। उहाँ सिसी क्यामेरा होला हेर्न पर्छ। कस्तो खालको गाडीले हो, कस्तो गाडीले हो। अनि स्कुल गाडीले विद्यार्थी हानेर भाग्छ। हामीले हानेको भए हामीले रोक्थेन। हामीले अस्ति नै हाम्रो ड्राइभर अङ्कलले बाख्रा हान्दा पनि हामी रोकेको। अनि अब फेरि यहाँ मान्छे हान्दा हामीले हानेकै होइन, हामी काउसुलीबाट आएको। अनि आज पहिलोचोटि कलेज छिटो पुगौँला भनेको त्यही पनि हामी चाहिँ कलेज आएर नि 1-2 पिरियड पढ्यौँ। श्याम सरको पिरियड पनि पढ्न त ध्यान अहिले चाहिँ हामी क्यान्टिनतिर पनि खाजान। कुन सरको कार हामीलाई थाहा छैन। ए प्रकाश सरको कारहरू। अनि उयो चाहिँ पहाड जाने गाडी। यहाँ हाम्रो गाइजहरू छन् यतापट्टि। यो चाहिँ हाम्रो एकदम राम्रो एकदम हाइजेनिकवाला क्यान्टिन हो। यहाँ हाम्रो ऋतुहीन के भन्नु मन लाग्छ मिस? के भन्नु मन लाग्छ तिमीलाई? अप्सन आ मिस। ए के अरे कबिन ल के भन्छौ? के खाजाउ आज? ए एकदम हेल्दी फुड पाइन्छ। चना अन्डा हाम्रो कलेजमा हेर्न सक्नुहुन्छ। एकदम मिठो खानेकुरा पाइन्छ। देवीलाल अङ्कल ल के भन्नुहुन्छ? हाम्रो हेन्सम देवीलाल अङ्कल हो। उहाँ चाहिँ हाम्रो ड्राइभर अङ्कल। ल के भन्नुहुन्छ? इङ्ग्लिस आउँछ। यु डोन्ट डिजर्भ माई लभ भनिदिनु एकचोटि भनिदिनु न। चाहिँ हाम्रो सबैले हाम्रो खाजा खान्छ। कस्तो छ? मिठो छ। मिठो। अरे कौन भौंक रहा है ये बदतमीज? मिठो हो। ल यहाँ हाम्रो कबिन सर हुनुहुन्छ। ल कबिन सर एकदम हेल्दी फुड खान्छ। पकौडा ल्याउन, पकौडा खाने एक दुईटा चाहे किनेर अब गाइज हामी त्यहाँ पकौडा खान लाग्यो। सबजना भर्खर नयाँ भ्लग राम्रोसँग आउने सुजल तँलाई के भन्न मन लाग्छ? है साथी तँलाई के भन्न मन लाग्छ ब्लगमा? मेरो ब्लग हो कि आजबाट ब्लग हाल्न लाग्यो कि? ल तिमीलाई के भन्न मन लाग्छ? गीत गाउनै आउँदैन मलाई। ऋतुलाई हो गीत गाउन आउँछ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्नु ल। मेरो नाम के हो भन्नु पहिला? हामीले पकौडा खायौँ। के भन्नु है सर? एकदम देखेन। तपाईँ के भन्नु मन छ? साँढे यो हाम्रो साँढे कस्तो लागिरहेको पकौडा? सुजल बस्याल पकौडा जस्तै छ। तिमीलाई कस्तो लाग्यो? हामी त्यहाँ अनलाइनबाट पठाइदिन्छौँ। ए चाहतजी के भन्ने हो र साथी यार? दिवा के अरे तेजुललाई पकौडा दिनु रे देवीलाल अङ्कल। मेरो युट्युब च्यानल सब्सक्राइब गरिदेऊ है। अनि बल्ल पकौडा दिन्छु। गाइज हामी चाहिँ यहाँ भिडियो बनाउनु जाँदा हामी मिसको मोबाइलबाट पनि जता त्यतैबाट भाइरल हुने हो क्या हामी सबजना। सबभन्दा धेरै चाहिँ म टाई नलाइकन अनि के हो त नि त फेरि यस्तो दामी भ्यू हाम्रो कलेजमा ल होइन। यस्तो दामी हरियाली वातावरणमा हामी पढ्छौँ। हजुरहरूलाई पनि आउनु छ भने हाम्रो कलेज आउनु ल। ब्लग हाल्ने हो कि साथीहरू? ल सबजना अर्को पालिबाट झन् रमाइलो गर्नुपर्छ। भोटै लाउन मन लाउनु कि साथी मलाई त। कस्तो राम्रो फुल, कति राम्रो फुल हो यहाँ हाम्रो कलेजमा। उहाँ हाम्रो सरहरू हुनुहुन्छ। उहाँ
कमल सर सावित्री म्याम हेलो भन्नु न ब्लग हो आजबाट ब्लग आउँछ मेरो डेली ब्लग ल के भन्नु 2-4 शब्द जाओस् न मिस आज मैले होमवर्क गरेँ हैन किन भन्दा मेरो हिजो मोबाइल हराएर टेन्सनमा थिए अरे के यो यसमा टिकटक बनाउने अरे के हामी चाहिँ नाच्ने हो के काम हैन ल सिकाउने मान्छे ल हामी चाहिँ पछि अप्सना मिस ल आजकल हेर्नु मेरो ब्लगमा फुल टिपाउन मिस फुल सर्किदिन्छ गाई चाहिँ हेर्नु गाइज मलाई त्यस्तो गराए यिनीहरूले हेर्नु त दुलै पनि बनाइदियो ज्याकेट खोली दुलै बने म फेरि जहिले पनि कहिले यो एलेक्साले मलाई 12 मा औँठी लगाइदियो थिए अहिले फेरि यहाँ घुम्टो उगारेर विपत्ता भयो मलाई अस्ति नै 12 मा फेरि आशिका 12 मा फेरि यसले मलाई औँठी लगाइदियो थिए अहिले फेरि यहाँ यसले घुम्टो गयो अहिले यस्तो गरी नै उमङ्ग नै खुसी गर्दै ल अल्सा के छ सबिना के भन्नु सबिना अनि मिसलाई एङ्गल मिलाउन आउँछ त नि भनेको के रङ्गी राई राई भयो जीवन तिरमिरी जाय त्यस्तो दीपक है त्यो दीपक सर पछाडिको केटीहरूलाई इग्नोर हान्दिनु गाइस मलाई मात्र हेर्नु ल गाइजहरू हेर हामी त्यहाँ भोगटे खान यिनले भोगटे साँधेछन् यिनको ज्यान देखाउनु हुन्न हातमा देखाए अरे कौन भौंक रहा है ये बदतमीज ए फेस लगाइ जान्छ हाम्रो क्लासमा रमाइलो भयो अनएक्सपेक्टेड रमाइलो भयो हाम्रो क्लासमा चाहिँ कति धेरै के सिङ्गरहरू कति धेरै हिडन ट्यालेन्ट रहेछ मान्छेहरूको यो ऋतुले कस्तो राम्रो गीत गाइने यो कविनले नि कति राम्रो गीत गाए है अनि यस्तो हिडन ट्यालेन्ट भएर नदेखाउने है मसँग भएको त म देखाइहाल्छु मसँग त केही ट्यालेन्ट छैन अनि हाम्रो म भोलितिर हाल्छु होला ब्लग कि भोलि हाल्छु कि आजै हाल्छु होला यहाँ स्न्याप चल्दैछ है गाइज के गर्ने यस्तै हाम्रो जिन्दगी आजलाई चाहिँ त्यही अब म चाहिँ बिदाई मागौँ म चाहिँ बिदाई माग्छु बाई गाइज सी यू इन नेक्स्ट ब्लग ओके बाई गाइज